अहिले म जान्छु दाइ। रामे घर छोडेर सहर पसिसक्यो। शिकार गर्नको लागि तयार भएपर्छ। दर्शकबिन हजुरहरूलाई बुहारी सिरियल मन पर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हाम्रो च्यानलमा जोडिनुहोला। यति बेला दर्शकबिन दुर्गाआमा र मालतीले चाल खेलेर रामलाई गाउँबाट निकाल्न बाध्य भएका छन्। राम निक्लिन पनि बाध्य भएका छन्। दर्शकबिन यति बेला भने बुहारी सिरियलमा दुर्गाआमाको षड्यन्त्रले गर्दाखेरि रामलाई बर्बाद बनाइरहेको छ। दर्शकबिन दुर्गाआमाको षड्यन्त्र भने कसैलाई पनि थाहा छैन। कमला, मुना, राम तीनैजनाले थाहा पाउन सकेका छैनन्। दर्शकबिन दुर्गाआमाले भने सहयोग गर्ने बहानामा राममाथि धेरै नै अन्याय अत्याचार गरेको छि। दुर्गाआमाले राम, कमला, मुनालाई छुट्याउन सफल भइसकेको छि भने अहिले धेरै नै षड्यन्त्रहरू गरिरहेको छि। दर्शकबिन अहिले त दुर्गाआमा र मालतीले पैसा तिरेर केटाहरू खोजेर कमला र मुनाको हामी हुनेवाला श्रीमान हौ, हाम्रो बिहे हुँदैछ भनेर भन्न लगाएको छि। यति बेला भने पैसा तिरेर केटाहरू खोजेको छि। दर्शकबिन अहिले भने रामलाई धेरै नै गाह्रो भइरहेको छ। रामलाई भने गाउँमा सबैले हेपिरहेका छन् भने राम अहिले पागल जस्तै भइरहेका छन्। राम सम्हालिन सकेका छैनन्। त्यही भएर रामले भने अब म यो गाउँमा अझै बसेँ भने म सम्हालिन सक्दैन भनेर गाउँ त्यसै गरी आफ्नो बुवा बहिनी छोडेर त्यो गाउँ नै छोडेर गइसकेका छन्। राम गाउँ छोडेर गएपछि भने दर्शकबिन यता दुर्गाआमा र मालती भने धेरै नै खुसी भएका छन्। किनकि उनीहरूको चाहना पनि रामेले गाउँ छोडोस् भन्ने थियो। अझै उनीहरूको चाहना त रामलाई पागल बनाएर, रामलाई बर्बाद बनाएर, रामको सर्वस्व सकाएर गाउँ छोड्न लगाउने थियो। तर राम भने पहिले नै गाउँ छोडेका छन्। अब दर्शकबिन दुर्गाआमाको सबै पर्दाफास हुनुपर्छ। दुर्गाआमाले भने रामले गाउँ छोडेपछि फोन गरेर केटाहरूलाई रामेले गाउँ छोड्यो, अब यसलाई ठिक पार्नु पर्छ भनेर रामलाई मार्ने योजना बनाइरहेको छि। दर्शकबिन दुर्गाआमाको रामलाई मार्ने योजना चाहिँ सफल हुनु हुँदैन। दुर्गाआमाको भने पर्दाफास जसरी भए पनि हुनै पर्छ। राम, कमला, मुना तीनैजनाले दुर्गाआमाको बारेमा थाहा पाउनु पर्छ र दुर्गाआमालाई एकदमै ठुलो सजाय दिनुपर्छ। किनकि दुर्गाआमाले नै राम, कमला, मुनालाई छुट्याएको थियो भने अहिले राम, कमला, मुना बीच द्वन्द निम्ताउने पनि दुर्गाआमा नै हो। दुर्गाआमा र मालतीले भने राम, कमला, मुना तीनैजनालाई धेरै नै अन्याय गरेका छन्। अहिले त दर्शकबिन दुर्गाआमा मालती सँगसँगै कमलाको सौतेनी आमा पनि मिल्न पुगेको छि। यति बेला भने तीनजना भएर रामलाई बर्बाद बनाइरहेका छन् र राम, कमला, मुना कसैलाई पनि थाहा छैन। अब भने तीनैजनाले थाहा पाउनु पर्छ र दुर्गाआमाको पर्दाफास हुनुपर्छ अनि दुर्गाआमा जेल जानुपर्छ। हस्त दर्शकबिन आजको लागि यति नै। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला।